हेनरी फोर्डकी नातिनी स्कुलमा हुँदा उनका शिक्षकले पोभर्टीको बारेमा लेख भनेर भने। केही बेर सोचेर उनले लेखिन्, एक दम्पति थिए जो एकदमै गरिब थिए। उनीहरूसँग 5 कोठे घर, एउटा कार जुन 1 वर्ष पुरानो थियो, एकजना ड्राइभर र एकजना भान्से मात्र थियो। हामी गरिबी आफ्नो अवस्था अनुसार फरक फरक दृष्टिकोणले बुझ्छौँ भनेर यसले देखाउँछ। हामी सामान्य रूपमा गरिबी भन्नासाथ घाँस, बाँस र कपासको अभाव सम्झिन्छौँ। विश्व ब्याङ्कका अनुसार गरिबी मापन गर्ने मुख्य सूचकहरू आय, स्वास्थ्य, शिक्षा र अवसर हुन्। जसको दैनिक आय 3 अमेरिकी डलर भन्दा कम छ, उनीहरू एक्सट्रिम पोभर्टी अन्तर्गत पर्दछन् भनी विश्व ब्याङ्कको एउटा रिपोर्टले भन्छ। नेपालको सन्दर्भमा हेर्दा वार्षिक 72,908 रुपैयाँ उपभोग खर्चमा निर्धारण गरिएको छ र यो भन्दा कम खर्च गर्ने व्यक्ति गरिबीको रेखामुनि पर्छ। जसकारण नेपालमा करिब 20% जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि बस्छन्। गरिबी मुख्य 2 प्रकारले मापन गर्न सकिन्छ। निरपेक्ष गरिबी यानि कि एब्सोल्युट पोभर्टी र सापेक्ष गरिबी यानि कि रिलेटिभ पोभर्टी। एब्सोल्युट पोभर्टी त्यो अवस्था हो जहाँ मानिसले दैनिक आधारभूत आवश्यकता जस्तै घाँस, बाँस, कपासको जुह गर्न सक्दैन। जसले दिनमा 3 डलर भन्दा कममा बाँच्नुपर्छ, उनीहरू एब्सोल्युट पोभर्टी अन्तर्गत पर्दछ। रिलेटिभ पोभर्टी तब हुन्छ जब मानिस आफ्नो समाजका अरूभन्दा धेरै पछाडि पर्छ। जस्तै केहीसँग इन्टरनेट सुविधा छ, केहीसँग छैन, केहीले शिक्षामा राम्रो अवसर पाएका छन्, केहीले पाएका छैनन्, ती नपाएका केही पनि पोभर्टी अन्तर्गत नै पर्दछन्। नोबेल प्राइज विजेता अमर्त्य सेनले भनेका छन्, पोभर्टी इज नट जस्ट अबाउट लो इन्कम, इट इज अबाउट ल्याक अफ क्यापेबिलिटी। उनका अनुसार गरिबी भनेको केवल पैसाको अभाव होइन, क्षमताको अभाव हो। जब मानिससँग आफैले चाहे जस्तो जीवन बाँच्ने स्वतन्त्रता हुँदैन, जब उसले आफ्नो शिक्षा, स्वास्थ्य र काम गर्ने अवसरहरू आउँछ, त्यो नि एक्चुअलमा पोभर्टी हो। धेरै पैसा भए पनि यदि शिक्षित छैन, स्वास्थ्य छैन र निर्णय गर्ने स्वतन्त्रता छैन भने त्यो पनि एक किसिमको गरिबी हो। नेपालको सन्दर्भमा 12 वर्षमा केवल 4.93% मात्र गरिबी घटेको छ। नेपालमा गरिबी घट्ने दर सुस्त हुनका धेरै कारणहरू छन्। भूकम्प र महामारी जस्ता प्राकृतिक आघात, राजनीतिक अस्थिरता र सार्वजनिक सेवामा लगानीको कमी। गरिबी केवल बाहिरी रूप मात्र होइन, भित्री समस्या पनि हो। जब मानिससँग अवसर छैन, शिक्षा र स्वास्थ्यमा पहुँच छैन, त्यो समाजकै कमजोरी हो र समाजले गर्छ। गरिबीको असर केवल आम्दानीमा होइन, मानिसको सोच, आत्मविश्वास र भविष्यमा पर्छ। गरिबीले स्वतन्त्रता खोज्छ, म के बन्न सक्छु भन्ने सोच हराउँछ। जीवनको लक्ष्य केवल 2 छाक टार्नमा मात्र सीमित हुन्छ। यो यस्तो अवस्था हो जहाँ मानिसले आफ्नो जीवनमाथिको नियन्त्रण गुमाउँछ। गरिबी केवल व्यक्तिगत समस्या होइन, यसको राष्ट्र विकाससँग पनि गहिरो सम्बन्ध छ। जब धेरै नागरिकसँग शिक्षा र सिप हुँदैन, देशको उत्पादन घट्छ र असमानता बढ्छ। अमर्त्य सेनले भन्छन्, डेभलपमेन्ट इज फ्रिडम, अर्थात् विकास भनेको केवल जीडीपी मात्र बढाउनु होइन, मानिसले शिक्षा, स्वास्थ्य र अवसरका माध्यमबाट स्वतन्त्रता दिने हो। गरिबी केवल अभाव होइन, यो एक चुनौती हो जसले मानिसको क्षमता होल्ड गरेर राख्छ। तर जब हामी शिक्षा, स्वास्थ्य र अवसरमा लगानी गर्छौँ, त्यो बेला मात्र साँचो अर्थमा गरिबी अन्त्य हुन सक्छ। बाराक ओबामाले भनेका थिए, गरिबीलाई सहानुभूति होइन, अवसरले हराउन सकिन्छ।